सबैजनालाई जति सन्चो हुनुहुन्छ होला है। सूर्य फार्म एन्ड नर्सरीमा फेरि पनि हजुरहरूलाई भिडियो लिएर आएको छु र दसैँ पनि एकदम मजाले सबले मजाले रमाइलो गरेर मनाउनु भयो होला। हामीले पनि एकदम रमाइलो गरेर नै मनायौँ र अहिले पनि अब आउने काम जाने कामहरू भइरहेको छ टिका लाउनुको लागि है। र म चाहिँ तपाईको यसो नर्सरी घुम्दै आएको त निकै फुलहरू हल्का सुक्दै रहेछ। अनि फेरि अलिकति फुर्सद टाइममा चाहिँ म चाहिँ तपाईको यहाँ फुलमा पानी हाल्न आएको छु है। यहाँ देख्न सक्नुहुन्छ दसैँ अगाडि हाम्रो धेरै सेल भयो। दिवालीको लागि एकदम रेडी छ, हजुरहरूले देख्न सक्नुहुन्छ। हजुरहरूलाई फेरि पनि अब दिवालीको लागि घर वरिपरि सजाउनु, घर झिलिमिली बनाउनुको लागि चाहिँ रेडी छ। कन्ट्याक्ट गरेर नर्सरीमा आएर हजुरहरूले छानेर लानु सक्नुहुन्छ। दसैँ अगाडि जति पनि हाम्रो कस्टमरहरू आउनुभयो उहाँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु। र अब फेरि हजुरहरूलाई दिवालीको लागि चाहियो भने हजुरहरू आउनु सक्नुहुन्छ है। म चाहिँ यसो अलिकति फुर्सद टाइममा चाहिँ यहाँनिर नर्सरी भिजिटमा आएको थिएँ र निकै पानी सुकेछ र म चाहिँ पानी हाल्नु स्टार्ट गरिरहेको छु र हजुरहरूलाई पनि केही भिडियोहरू देखाउनु मन लाग्यो है। अनि यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले यो 2-4 दिनमा पनि एकदम मजाले फुलिरहेको छ फुलहरू। 2 दिन 3 दिन जति पानी हालेन भने सुकिहाल्छ नि त फुलहरू। त्यही भएर चाहिँ म चाहिँ अलिकति फुर्सद टाइममा चाहिँ यहाँ पानी हाल्न आएको छु। यहाँबाट उता अब बेगुनियाहरू पनि हल्का सुकिरहेको छ। अनि तपाईँको आज जति भ्याउँछु आज चाहिँ पानी हाल्ने कामहरू गरौँ भनेर नि। अनि यहाँनिर जति देख्नुभयो गदरीहरू यहाँबाट यो तल्लो नर्सरीमा यहाँ देख्न सक्नुहुन्छ। यो भित्र पनि हल्का अलिअलि देख्दैछ हजुरहरूले। यहाँ पनि टन्नै छ, हजुरहरू आएर कन्ट्याक्ट गरेर हजुरहरूलाई घरमा सजाउनुको लागि रेडी छ। आएर तपाईँको छानेर लान सक्नुहुन्छ है।